चुनाव में प्रचार प्रसार को दौरान जनकपुर में जिला प्रदेश के बलगर बनावे के है कि काठमाडौँ जाइने परे अहिया व्यवस्था बजाए प्रदेशलाई बलगर बनाउनु पर्छ, प्रदेशलाई बलियो बनाउनु पर्छ, अब अधिकार माग्न काठमाडौँ आउनु पर्दैन भनेर मधेसबाट अपार माया प्राप्त गरेर प्रधानमन्त्री बनेका बालेन्द्र शाह साँच्चै प्रदेश सभा खारेज गराउन लागेको हो त? अर्थमन्त्री स्वर्णिम वाग्लेले पार्टीको महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव गरेका थिए र त्यो प्रस्ताव पास पनि भयो। अब सोच्नुपर्ने विषय के हो भन्दाखेरि प्रतिनिधि सभामा करिब 2/3 ल्याएका 182 सिट जितेका राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रदेश सभा खारेज गर्न कतिको सहज छ र यसमा के संवैधानिक र राजनीतिक जटिलता छ? आजको भिडियोमा यसकै बारेमा डिस्कस गर्दैछौँ, अन्तिम समय हेर्नुहोला। सुरुमा बुझौँ संघीयता भनेको के हो, संघीयतालाई कसरी बुझ्न सकिन्छ। त संघीयता एउटा शासन प्रणाली हो जसमा राज्यको शक्ति, स्रोत र अधिकारलाई विभिन्न तहको सरकार बीच बाँडिन्छ। जसरी नेपालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच बाँडिएको छ। यहाँ संघीयता र शक्ति विकेन्द्रीकरणलाई अलि फरक तरिकाले हेर्नुपर्छ। संघीयतामा शक्ति विकेन्द्रीकरण हुन्छ, तर हरेक शक्ति विकेन्द्रीकृत प्रणालीमा संघीयता हुनु जरुरी हुँदैन। जसरी शक्ति विकेन्द्रीकरण त पञ्चायत कालमा पनि थियो, राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत, गाउँ पञ्चायत, तर यो संघीयता होइन। संघीयतामा हरेक सरकारको गठन एउटा निश्चित चुनावबाट हुन्छन् र सबैले संविधानले तोकेको क्षेत्र अधिकारभित्र आफ्नो हिसाबले कानुन निर्माण गर्न सक्छन् र आफ्नो प्रतिनिधित्व भनेको हरेक सरकारको आफ्नो रिप्रेजेन्टेसन हुन्छन्। एउटा सरकारले अर्को सरकारको काम कारबाहीमा सामान्य अवस्थामा हस्तक्षेप गर्न सक्दैन र अर्को भनेको शक्ति र अधिकारको बाँडफाँड देशको सर्वोच्च कानुन संविधानले गरेको हुन्छ। अर्थात् कुन तहलाई कुन अधिकार हुने भन्ने कुरा संविधानमै उल्लेख हुनुपर्छ। जस्तै अहिले संविधानको अनुसूची 5 देखि 9 सम्म सङ्घ र प्रदेश र स्थानीय सरकारको एकलौटी र साझा अधिकारको छुट्टा छुट्टै सूची छन्। अब भिडियोको मुख्य विषयवस्तुको बारेमा कुरा गरौँ। प्रदेश खारेज गर्न चाहने पक्षधरले प्रदेश महँगो भयो, सङ्घको 334 सांसद, प्रदेशको 550 सांसद, स्थानीय तहको 506 मेयर र उपमेयर र 100 मन्त्रीहरूलाई देशको अर्थतन्त्रले धान्न सक्दैन, खारेज गरौ, प्रदेश हटाऊ भन्छन्, संघीयता हटाऊ। यो कहीँ न कहीँ सत्य सुनिन्छ। धेरै तहका सरकारहरू चलाउन ठुलो प्रशासनिक खर्च लाग्छ। तर अब प्रश्न के उठ्छ भन्दाखेरि यसको विकल्प प्रदेश वा प्रदेश सभा खारेज नै हो। तर यहाँ राजपाको कथन अर्को देखिन्छ। प्रदेश सभा खारेज गर्नु भनेको प्रदेश खारेज गर्नु होइन, संघीयता खारेज गर्नु होइन। अब एउटा कुरा सोच्नुहोस् त, बिना व्यवस्थापकको, बिना प्रतिनिधित्वको प्रदेश कस्तो होला, कस्तो संघीयता होला? यहाँ प्रदेशको भौगोलिक संरचना खारेज नगरिकन संघीयताको मर्म र आत्मालाई मार्ने कहीँ न कहीँ षड्यन्त्र देखिन्छ र साँच्चै यो कहीँ न कहीँ षड्यन्त्र हो। अर्कातर्फ मधेस, आदिवासी जनजाति, थारू, मुस्लिम, अल्पसङ्ख्यक, सीमान्तकृतको लागि संघीयता एउटा राजनीतिक संरचना मात्र होइन। मधेस आन्दोलन, थारूहट आन्दोलन जस्ता अनेकौं आन्दोलनमा मरेका हजारौं शहीदहरूको बलिदानको दिन। संघीयता कसैले हामीलाई दिएका होइनन्, हामी लडेर हासिल गरेका छौँ। 100 वर्ष काठमाडौँ केन्द्रित सत्ताले दूरदराजका कर्णाली, सुदूरपश्चिम र मधेसलाई चिन्न सकेन, मधेसलाई अधिकार दिएन। त्यसैले संघीयता जसले हाम्रो प्रतिनिधित्वलाई न्याय दिन्छ, त्यसैले संघीयता चाहिन्छ। यो भन्नाइ वास्तवमा संघीयताको पक्षधरका हुन्। यसबाट एउटा कुरा निश्चित छन्, प्रदेश खारेज गर्न वा प्रदेश सभा खारेज गर्न त्यतिको सहज छैन। यो कदम देशलाई फेरि एउटा अस्थिर बनाउन सक्छ या एउटा नयाँ आन्दोलन जन्माउन सक्छ। अब बुझौँ कि प्रदेश सभा खारेज गर्दा हुने संवैधानिक जटिलताको बारेमा। त सबैले बुझिसक्नु भयो होला कि प्रदेश सभा खारेज गर्न संविधान संशोधन गर्नुपर्छ। त नेपालको संविधानको धारा 274 बमोजिम संविधानको कुनै धारा वा उपधारा संशोधन गर्न दुवै सदनमा कायम रहेको सदस्यको 2/3 चाहिन्छ। अर्थात् प्रतिनिधि सभाको 275 र राष्ट्रिय सभाको 59 लाई मिलाएर 334 सदस्यको 2/3 अर्थात् 223 ले पारित गर्नुपर्छ, 223 ले स्वीकृत गर्नुपर्छ। तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीसँग 182 सदस्य मात्र छन्, अझै 41 सदस्य चाहिन्छ, जुन सम्भवतः राष्ट्रिय सभाबाट काङ्ग्रेस, एमाले वा माओवादीबाट पुरा हुन्छ। अब बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि प्रदेश सभा खारेज गर्न राष्ट्रिय सभाले सहयोग गर्लान्। राष्ट्रिय सभा सदस्य हामी डाइरेक्ट भोट गरेर जिताएका हुँदैनौँ। राष्ट्रपतिबाट 3वटा सदस्य मनोनित हुने बाहेक 56 सदस्य, प्रदेशबाट 8-8 जना गरी, हरेक प्रदेशबाट 8-8 जना गरी प्रदेश सभा सदस्य र स्थानीय तहका मेयर, उपमेयरले चुनिएका हुन्छन्, भनेको निर्वाचित गराएका हुन्छन्। र यहाँ राष्ट्रिय सभाको स्पिरिट हेर्ने हो भने नेपालको संविधान अनुसार राष्ट्रिय सभाको मूलभूत कार्य भनेको संघीयतालाई रक्षा गर्नु, प्रदेश सभालाई संरक्षण गर्नु हो। त्यसैले यी राजनीतिक र संवैधानिक च्यालेन्जेस हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनबाट हल्ला गरे जसरी प्रदेश सभा खारेज गर्न सजिलो छैन।
अब तपाईँहरू भन्नुहोस् त प्रदेश सभा खारेज गर्नुपर्छ कि पर्दैन, कि प्रदेश सभा सदस्यको सङ्ख्या आदि गर्नुपर्छ? तपाईँहरूको विचार के छ? किन संहिता खारेज गर्नुपर्छ? त्यो तर्कसहित कमेन्ट गर्नुहोला। धन्यवाद।